आज त साँच्चै निकै चिसो छ। यस्तो जाडो त धेरै वर्षदेखि परेको छैन। भगवानले भोलि बिहान घाम निकाल्नु भएको होस्। मेरा बेचारा भेला बाख्रा बाहिर कसरी बस्लान्? खाने पदार्थ पनि अलिकति मात्रै छ। यो जाडो यसरी नै चल्यो भने हिउँ परेपछि के गर्ने होला? मालिक, म चिसोले कठ्याङ्ग्रिएर मर्न लागे। बाहिर त जाडोले मारिहाल्ने जस्तो भइरहेको छ। कृपया मलाई केही बेर मात्र भित्र बस्न दिनुहोस् न। म तपाईँलाई कुनै अप्ठ्यारो गर्दिन। हुँदैन, तिमी ठुलो छौ र तिम्रो शरीर कति फराकिलो छ। तिमी भित्र आएपछि मेरो यो सानो झुपडीमा ठाउँ नै पुग्दैन। म आफै सुत्ने ठाउँ पाउँदिन। बाहिरै बस। तिमी बलियो छौ, जाडो सहन सक्छौ। मालिक, म साँच्चै मर्न लागेको छु। हेर्नुहोस्, मेरो शरीर कसरी काँपिरहेको छ। म तपाईँको वफादार बाख्रा हुँ। मैले तपाईँको घरमा कति दुध दिएको छु, तपाईँलाई कति सेवा गरेको छु। तर यो झुपडी साँच्चै सानो छ। तिमी भित्र आयौ भने। मालिक, एकछिन मात्रै। म केवल आगोको नजिक बसेर अलिकति तातिहाल्छु अनि बिहान हुने बित्तिकै म बाहिर जान्छु। प्रतिज्ञा। र सुन्नुहोस्, मैले तपाईँको लागि एउटा विशेष कुरा गर्न सक्छु। के विशेष कुरा? मालिक, तपाईँलाई थाहा छ, म एउटा साधारण बाख्रा होइन। म एउटा जादुई बाख्रा हुँ। म जाडो खान सक्छु। के? जाडो खान सक्छौ? तिमी कस्तो मूर्ख कुरा गर्दैछौ। मालिक, यो कुनै मजाक होइन। म जाडोलाई खान सक्छु। अहिले म बाहिर छु र म जाडो खाइरहेको छु। त्यसैले तपाईँ भित्र अलिकति सुरक्षित हुनुहुन्छ। तर म गएँ भने त्यो सारा जाडो सिधै यो झुपडीमा आउनेछ। जाडोले तपाईँलाई खानेछ। तपाईँ कठ्याङ्ग्रिनुहुनेछ। तपाईँको हात गोडा जम्नेछ। ओहो, यस्तो हुन्छ? जाडोले मलाई खान्छ रे। यो बाख्रा त जाडोबाट बचाउने भगवान रहेछ। अरे, म कस्तो मूर्ख छु। यसलाई बाहिर राख्दा त म मर्न सक्छु। ठिक छ। आऊ, छिटो आऊ। तर जाडो खान बिर्सनु हुँदैन है। मलाई जाडोबाट बचाउनु पर्छ। बाख्रा विजयी मुस्कान साथ भित्र पस्छ र सिधै आगोको छेउमा आरामसँग बस्छ। किसान एक छेउमा सानो ठाउँमा मुसारिन्छ। आहा, कस्तो न्यानो छ। मालिक, तपाईँ ठुलो उपकार गर्नुभयो। अब म जाडो राम्रोसँग खान्छु र तपाईँलाई बचाउँछु। किसानको सरलता र डरको फाइदा उठाउँदै बाख्रा बिस्तारै धूर्त बन्दै गयो। उसले किसानको घरमा आफ्नो आधिपत्य जमाउन थाल्यो। केही दिन बित्छन्। बाख्रा अझ धेरै ढुक्क भएर बस्न थाल्छ। अब उसले किसानको सामानहरू खान थाल्छ। एक दिन बिहानको समय किसान भान्सामा जान्छ र देख्छ कि बाख्राले उसको सागसब्जी खाइरहेको छ। बाख्रा, यो के गरेको? यो त मेरो सागसब्जी हो। मैले यसलाई बजारबाट किनेर ल्याएको थिएँ। तिमीले किन खाइरहेको? मालिक, तपाईँ बुझ्नु भएन। यो साधारण सागसब्जी होइन। साधारण सागसब्जी होइन? त्यसो भए के हो? मालिक, यो त जाडोको हरियो रूप हो। जाडोले आफूलाई यस सागसब्जीको रूपमा लुकाएको थियो। यो तपाईँको घरभित्र आइसकेको थियो। यदि मैले यसलाई खाइदिएको भए यसले तपाईँको सारा घर चिसो बनाइदिने थियो। तपाईँ बिरामी पर्नुहुन्थ्यो। मैले तपाईँलाई बचाएँ। ओहो, साँच्चै हो? धन्यवाद बाख्रा। तिमी साँच्चै मेरो रक्षक हौ। तिम्रो धन्यवाद। भोलिपल्ट बाख्राले किसानको ओड्ने पुरानो परालको गुन्द्री चुराएर खाइरहेको छ। बाख्रा, अब यो के गरेको? यो त मेरो ओड्ने पराल हो। जालोमा यसैले त म न्यानो रहन्छु। तिमीले किन खायौ? मालिक, तपाईँ कति अज्ञानी हुनुहुन्छ। यो पराल होइन। यो जाडोले आफ्नो कपडा बनाएको थियो। जाडोले तपाईँलाई बिस्तारै खान यो कपडा लगाएर आउँदै थियो। मैले यसलाई खाइदिएँ। अब जाडोको कपडा छैन, ऊ कमजोर भयो। तपाईँ सुरक्षित हुनुहुन्छ। तर
तर म अब कसरी न्यानो बस्ने? मालिक, मेरो कारणले तपाईँ जीवित हुनुहुन्छ र तपाईँ यस्ता साना कुराहरू सोच्दै हुनुहुन्छ। आगो बाल्नुहोस्, म जाडो खाइरहन्छु, तपाईँ चिन्ता नगर्नुहोस्। थप केही दिन बित्छन्। अब बाख्राले किसानको काठको थुपार खान थाल्छ। अब यो धेरै भयो। तिमीले मेरो काठ समेत खान थाल्यौ। यो त आगो बाल्नको लागि चाहिन्छ। तपाईँ जीवित हुनुहुन्छ यही ठुलो कुरा होइन। म नभएको भए तपाईँ कहिल्यै जाडोबाट बच्नुहुन्न थियो। गरिब किसान अब एकदम दुखी भइसकेका थिए। उनीसँग खाने, ओढ्ने, तात्ने केही पनि बाँकी थिएन। एक दिन उनी झुप्री बाहिर उदास भएर बसिरहेका थिए। त्यही बाटो मुदै एक बुद्धिमान व्यक्ति आउँदै गर्छन्। नमस्कार, तपाईँ यति उदास किन हुनुहुन्छ? स्वास्थ्य ठिक छ? नमस्कार हजुर, स्वास्थ्य त ठिकै छ, तर मेरो जीवन भने समाप्त भइसक्यो। किन? के भयो? मलाई पूरा कुरा बताउनुहोस्, सायद म केही मद्दत गर्न सक्छु। हजुर, मेरो घरभित्र एउटा बाख्रा बस्छ। त्यो बाख्राले मेरो सबै सामान खाइसक्यो। मेरो खाना, मेरो कपडा, मेरो काठ, सब थोक। तिमीले त्यो बाख्रालाई किन बाहिर निकालेनौ? हजुर, त्यो साधारण बाख्रा होइन, त्यो एउटा जादुई बाख्रा हो। उसले जाडो खान सक्छ। उसले भन्छ कि ऊ गयो भने जाडोले मलाई खान्छ, म मर्छु। उसले मलाई बचाइरहेको छ। भाइ, तिमी कस्तो ठुलो मूर्ख छौ। बाख्राले कसरी जाडो खान सक्छ? जाडो त एउटा मौसम हो, एउटा प्राकृतिक घटना हो। तर हजुर, उसले त साँच्चै भन्यो। सुन, त्यो धूर्त बाख्राले तिमीलाई डर देखाएर मूर्ख बनायो। जाडोले कसैलाई खाँदैन। हो, जाडोमा चिसो हुन्छ, तर त्यसको अर्थ यो होइन कि जाडोले कसैलाई खान्छ। तिमीले कपडा लगाएर, आगो बालेर, घरभित्र बसेर जाडोबाट बस्न सक्छौ, तर एउटा बाख्राले जाडो खान सक्दैन। त्यो बाख्राले तिम्रो डरको फाइदा उठायो र तिम्रो सबै सामान खायो। तर हजुर, मैले त विश्वास गरेँ। डरले मान्छेलाई अन्धो बनाउँछ। डर भएपछि हामी सही गलत छुट्याउन सक्दैनौ। त्यो बाख्राले तिम्रो डरको फाइदा उठायो। अब उठ र आफ्नो घर फिर्ता ल्याऊ। त्यो धूर्त बाख्रालाई बाहिर निकाल। हजुर, तपाईको धन्यवाद। तपाईले मेरो आँखा खोलिदिनु भयो। अब म के गर्नुपर्छ थाहा पाएँ। किसान दृढ निश्चय साथ झुपडीतिर हिँड्छन्। बुद्धिमान व्यक्ति पनि साथै जान्छन्। किसान ढोका खोलेर भित्र जान्छ। बाख्रा आगोको छेउमा मस्त सुतिरहेको छ। ए धूर्त बाख्रा, उठ। के भयो मालिक? म त जाडो खाइरहेको छु। चुप लाग, अब तिम्रो नाटक चल्दैन। तिमीले मलाई मूर्ख बनायौ। जाडो खाने भनेर तिमीले मेरो सबै सामान नष्ट गर्यौ। तिमी एउटा धूर्त र झुटो बाख्रा हो। मालिक, म त साँचो भनिरहेको छु। म गए भने जाडोले। म भन्छु चुप लाग। अब म तिम्रो कुरा सुन्दिन। बाहिर निस्की, नत्र म तिमीलाई लट्ठीले हान्छु। मालिक, म साँच्चै भनिरहेको छु। म जाडो खाने बाख्रा हुँ। म गए भने तपाईँ बाहिर निस्की, छिटो। तपाईँ पछुताउनु हुनेछ। जाडोले तपाईँलाई खानेछ। हजुर, तपाईँको ठुलो उपकार। तपाईँले मलाई बचाउनु भयो। आजदेखि म झुटा डर र अन्धविश्वासमा पर्दिन। म आफ्नै बुद्धि प्रयोग गर्छु। यही सिक याद राख। डरले मानिसलाई कमजोर बनाउँछ, तर बुद्धिले डरलाई जित्न सिकाउँछ। सधैँ आफ्नो दिमाग प्रयोग गर र कसैले तिमीलाई सजिलै मूर्ख बनाउन सक्दैन। यसरी गरिब किसानले आफ्नो भूल बुझेर धूर्त बाख्रालाई पराजित गरे। सीख 1, आफ्नो बुद्धिको प्रयोग गर्नुहोस् र अन्धविश्वास वा झुटा डरका कारण मूर्ख नबन्नुहोस्। 2, डरले मानिसलाई कमजोर बनाउँछ, तर बुद्धिले डरलाई जित्न सिकाउँछ। 3, धूर्त मानिसहरू सधैँ सरल मानिसहरूको डरको फाइदा उठाउन खोज्छन्। 4, सत्य र ज्ञानले मात्र झुट र छल कपटबाट बचाउन सक्छन्।